को रहेछ घन्टी बजाउने फेरि? ए ठुली दिदी पो हुनुहुँदो रहेछ। दिदी त हिजो पनि आउनु भएको थियो त, आज पनि? आउनु आउनु, गेट खुल्दैछ है। नमस्ते दिदी, नमस्ते। दिन के आउने मान्छेलाई सन्चो बिसन्चो त के सोध्नु परेर, सन्चै त हुन होला नि। सन्चै छ। ए अनि हिजो त आज चाहिँ के काम पर्यो त दिदी? काम पर्नु पर्छ र माइत आउनलाई, मम्मी बुवा भेट्न आएको नि। बसौँ बसौँ। माइत आउँदा पनि बुहारीले के काम थियो भनेर सोचिन्, के आउनु माइत पनि। दिनदिनै माइत आउनु छ, त्यो पनि खाली हात। लाज पनि नहुने हौ मान्छेलाई। तातो पानी ल्याइदेऊ न। कतिखेर ददाइरहनु हौ दिदी, तातो पानी। चिसो ल्याइदिन्छु, चिसै खानु। लिनु दिदी पानी। चिसै ल्याएको पानी? चिसै त हो त। अब खाना खाइसकेपछि आउनुभयो, के खानुहुन्थ्यो? भोक लागेको थियो कि के थियो कुन्नी? भोक त लागेको थियो। मैरो चिउरा छ, लिएर आइदिउँ त? हुन्छ, त्यही भए पनि। ल लिनुहोस् खानु। कतिखेर निस्किने दिदी? म पनि बाहिर जानु थियो, ढिलो भइसकेछ। ओहो, मम्मी बुवासँग भेट पनि भएन, अनि कति बेला आउने? अब मलाई थाहै छैन, भाइले लिएर जानुभएको, कतिखेर आउने के गर्ने मलाई केही थाहा छैन, ढुङ्गै थाहा छैन। अब कहाँ जानुभएको थाहा पनि रहन्छ, म पनि निस्किन्छु। जानुहुन्छ त? ल ल, अब आइराख्ने मान्छेलाई भरे भोलि भेट्दा नि भइहाल्यो नि, के फरक पर्छ र है। हुन्छ। ल ल।